दिन पर्यो मान्यज्यू तरिका यार तिम्रो यहाँ झ्याउ नगरेर यार बोलिरहेको छ त म कतिको आश छ त्यो सरकारले गर्ला त अहिलेको तिम्रो जस्तो आश गर्ने मान्छे होइन के होइन के कस्तो मोजी होइन के कस्तो मोजी म एउटा तपाईँलाई स्याङ्जाको गीत गाएर सुनाउँछु सुनौ अरू पनि आइराख्नु भएको छ डिस्टर्ब हुने हो कि म चाहिँ गीत गाउन सुरु गरेँ है त गर के गर ल ठुलै फ्यान सानो जे भयो नि फोटो खिचिहाल्ने गइहाल्ने ल राम्रो हुन्छ विकास हुन्छ फोटोको लागि खिच्न खोजेको यत्रोजना आउनु भएको छ होइन अब ठिकै छ अब म एउटा मात्रै फोटो खिच्छु हजुरले नखिचिदिनु होला है प्लिज ल ल ल ल भाइले एउटा चाहिँ कसरी चाहिँ यताबाट हानिदिनु त ल ल ल भाइको रड पुऱ्याइदिनु म चाहिँ कलाकार हो र विशेष गरी म मुभीहरू खेल्छु नेपालमै बसेर केही गरौँ भन्ने युवाहरूलाई चाहिँ के सन्देश दिन चाहनुहुन्छ जोसुकै गर भन्ने सन्देश हुन्छ सम्माननीय सभामुखज्यू, राष्ट्रिय स्वतन्त्र पार्टीका सम्पूर्ण युवा भाइ बहिनीहरू संसदमा भूमिका कस्तो रहन्छ अब तपाईँको भूमिका खेलाडीको पहिलोचोटि सांसदको शपथ खाँदा कस्तो अनुभव भइरहेछ एकदम 5 मिनटमा सिद्धिहाल्यो नि मालिकको पहिलो निर्णय चाहिँ केपी ओलीलाई पक्राउ गर्ने हो थाहा छैन के फेरि हो भन्छ यार शिक्षा मन्त्रीमा दोहोरिने सम्भावना कतिको छ मलाई थाहा छैन भगवान पशुपतिनाथलाई गएर सोध्नु शैक्षिक वातावरण बनाउने तपाईँले मन्त्री हुँदाखेरि अगाडि बढाउनु भएको कानुन अब अगाडि बढ्ला त बढ्नै पर्छ नबढ्यो भने त म त हडताल गर्छु नि हाम्रो ढोका खुल्दिने हो नि अनि केही छैन अब 1.5 घन्टा छ मान्ने हुन मान्ने भइसक्नु भयो अब छैन अहिलेसम्म शपथ नगरेसम्म त कहाँ मान्ने हुन्छ मलाई थाहा छैन भन्दैछु मैले कुटपिट गरेको देखेकै छैन नेपालमै बसेर केही गरौँ भन्ने युवाहरूलाई चाहिँ के सन्देश दिन चाहनुहुन्छ जेसुकै गर भन्ने सन्देश दिन्छु होइन बस्नु मन लागेको छ भने बस्नुहोस् मैले जबरजस्ती बस्नुहोस् भन्नु बस्ने कुरा त होइन आविष्कारक हुनुहुन्छ यो क्षेत्रमा तपाईँले के गर्दै हुनुहुन्छ त अब के गरिन्छ भन्ने कुरा त अहिले भन्ने कुरा होइन क्या म जस्तो हो म शिवजी अथवा म भगवान भइदिएको भएदेखि मैले चाहिँ होइन त्रिनेत्र लगाएर म यसो गर्छु भन्ने थिएँ अब जर यहाँ आएर मन्त्री भइएको छ अब यो त अपरजर किताब बेच्दै गरेको मान्छेलाई यहाँ ल्याएर मन्त्री बनाइदिएपछि अब सम्माननीय ज्यूहरूसँग फोटो सेसनमा सहभागी हुनको लागि नवनियुक्त माननीय मन्त्रीज्यूहरूलाई हार्दिक अनुरोध गर्दछु अपरझर अब अहिले नै यो गर्छु भन्ने कुरा चाहिँ नसोध्नुहोस् तपाईँहरूले पहिलो काम चाहिँ मन्त्रालयमा गएर अब के छ त्यो कुरा बुझ्ने हो त्यो कुरा मलाई कसैले पनि गिफ्ट नदेऊ भन्छु गिफ्ट दिन्छ दियो भने मैले बेचिदिन्छु त्यही हो खास कुरा के हो भने म र गल्लीको कुकुरमा फरक छैन किन सिरक ऊ 4 खुट्टे भयो म चाहिँ 2 खुट्टे भयो आजको कार्यक्रम के छ आजको कार्यक्रम धर्ना बस्ने छ यहाँ कोही यस्तो कार्यक्रम हुँदैन जसलाई जे बोल्नु मन लाग्छ बोल्ने बाटोमा बस्ने भात खाने अब मोमोसम्म के ल्याएर खाजा साजा खाने होइन मजासँग चाहिँ धर्ना बस्ने यो हो त्यो तरिका आविष्कार अनुसन्धानको लागि नारा लगाउने होइन अनि जतिसम्म बस्न मन लाग्छ बस्ने अनि चाहिँ अल्छी लाग्यो भने जाने
मन्त्रीले चाहिँ सेवा सुविधाहरू छोडिरहनु भएको छ हजुरको केही छ त्यस्तो मन्त्रीहरू भन्दै गर्दाखेरि अब सेवा सुविधा मलाई केही पनि चाहिन्न म चाहिँ अब मन्त्रालयमै बस्ने हो त्यहीँ ओछ्यान लाउने हो त्यहीँ सुत्ने हो जनताले निःशुल्क शिक्षा पाउँछन् त अब मन्त्री हुँदाखेरि अरे म मन्त्री हुँदैमा निःशुल्क शिक्षा कसरी दिने म भगवान हो र भनेको सबैभन्दा भ्रष्ट नेता कि सचिवहरू हो सचिवै हो सचिवहरू र नेता दुइटै हो तर नेतालाई भ्रष्टाचार गर्ने उपाय बताइदिने चाहिँ सचिव हो तिमीहरूलाई कोरिया नजाऊ यहीँ बस भन्न आएको होइन फेरि यहाँ नडर है जाऊ भन्न आएको बरु जाऊ किनभने जाऊ किन जाऊ भन्छु भने नेपालमा अहिले बसेर जागिरै पाउँदैन अनि के आज आऊ देश बचाऊ भनेका छन् त जनताले यति बेला त जनताले भन्यो होला जनताको बोल्ने अधिकारको कुरा हो जनताले हामीले बोल्यो भनेर जनतालाई गाली गर्ने कुरा होइन होइन अब राजा नआएको पनि त होइन राजा त थियो त 240 वर्ष 50 वर्ष थियो र नेपालमा राजा अनि त्यति बेला के गरे त म वैज्ञानिक होइन म विद्वान पनि होइन यदि म मूर्ख नभएको भए म अहिलेसम्म केही पनि गर्न सक्ने थिएन म त 2-3 वर्षसम्म गएर हेरौँ गरे के हुन्छ भनेर आएको मान्छे त 28 वर्षसम्म यहीँ भयो बिजी भयो क्या अमेरिका किन फर्केन भन्दाखेरि यहीँ बिजी भइयो मेरो खराब पानी छ मेरो खराब नगरले त गर्छ होला नि अहिले त गर्दैन यो महानगरले पनि गर्दैन गर्छु भनेर नयाँ पुस्ता आउनु भएको छ नयाँ युवा पुस्ता आएको मैले साउन महिनामा भेटेको हो हामी गर्छौँ भनेको हो र केही खाकाहरू तयार गरेको हो उहाँले त केही गर्नुहुन्छ होला नि अहिले त जनताले पनि हुन्छ होला भनेर भएन के गर्नु पर्यो उहाँले आज जित्नु भएको छ उहाँलाई जितेर गर्दैन नि जित्नु त धेरैले जित्यो अहिलेसम्म चुनावमा गर्छु भनेर जिते बात त सही है अहिले राष्ट्रिय आविष्कार केन्द्रको अवस्था कस्तो छ साँच्चै नै भन्ने हो भने राष्ट्रिय आविष्कार केन्द्र खोलेको 5 वर्ष भयो एउटा मान्छेको बच्चा जन्मेर 5 वर्षमा कत्रो हुन्छ त्यत्रै 5 वर्षसम्म मैले भनिरहेको छु यो मेरो आविष्कार केन्द्र होइन यदि मेरो आविष्कार केन्द्र हो भने मैले महावीर आविष्कार केन्द्र भन्ने नाम राख्थेँ नि ल्यापटपले ठ्याक्क अनुहार थिक्दो रहेछ कि खत्तम बाई बाई अहिले चाहिँ अनि परिवारमा को हुनुहुन्छ तपाईँहरू परिवार त मेरो नेपालीहरू सबै परिवार हो कि यो साधारण यो सानो कुरामा त्यो उ गर्ने होइन सबै मैले त नेपालीलाई मात्र होइन यो विश्वलाई मेरो आफ्नो परिवार मान्छु एउटा काम गरिरहनु भएको थियो इनोभेसनतिर लागिरहनु भएको थियो होइन बुक लेख्नुपर्छ अब चाहिँ भन्ने चाहिँ के कारणले ड्राइभ गर्यो त्यो कुरा त्यो बुकमा छर्लङ्ग सुरुको पेजमा चाहिँ छर्लङ्गै पारेको छु महावीर पुन वैज्ञानिक हो भन्ने कुरामा भ्रम भयो मैले कहिले भनेको छु म वैज्ञानिक हुँ भनेर अनुसन्धान यो गर्नुपर्छ भन्ने कसैको दिमागमा छैन 1% नेपालीको दिमागमा होला बाँकी 99% नेपालीले दुःख नमाने हुन्छ रिस उठ्छ भनेदेखि टाउको ठोके हुन्छ दाजु केही शब्द बोल्न चाहनुहुन्छ बोल्न के चाहन्छु भने किताब किन्दिनुहोस् भन्न चाहन्छु पर्दैन र हिजो महावीर पुनले त यसको स्वागत गरिरहनु भएको छ किनकि उहाँ नै हुन्न अनि नबुझ्ने मान्छेले स्वागत गरेर के गर्ने हर्कजीले राजीनामा माग्नु भएको छ प्रधानमन्त्रीज्यूको मूर्ख त्यसको दिमागमा गु भरिएको हेर्नुहोस् न भाइ के यो त गर्दै देखाउँदैन कस्तो मान्छेले यहाँ खोजिरहेको छु पहिला आउँछ नि त हेर्नुमा अबलाई ढोक्न चाहन्छु दिमाग बेटा मन में लड्डू फूटा एकचोटि अलिकति ल ल दिमाग सरोस् यहाँबाट यहाँ सरोस् हजुरको लेख्ने हात दाहिने हात
खाएर भुइँमा फाल्ने गोरु गोरु हो त्यो फुल भुइँमा फाल्ने गोरु हो त्यो गोरु छाउ छाउ खाएर भुइँमा फाल्ने सुँगुर आलिन शाहको